हामी यस्ता महत्त्वपूर्ण कार्यक्रमहरू आयोजना गर्ने र हाम्रा आदरणीयबाट हजुरहरूलाई धेरै धेरै सुस्वास्थ्य दीर्घायुको कामना गर्छु। तपाईहरुले जुन आँखा हस्पिटलबाट सेवा प्राप्त गर्नुभएको छ लायन्सबाट, त्यसलाई तपाईहरुले जिस्किने काम नगर्नुस्। आँखा भनेको हाम्रो सबभन्दा ठुलो अङ्ग हो। जब आँखा हुन्छ संसार देखिन्छ हामीले। त्यही कारण आज हजुरहरूलाई चस्मा वितरण गर्नुभएको छ। धुलो नपार्नु होला, आगोबाट बस्नु होला, घरको परिवारलाई पनि चिच्यार नमान्नु होला, सफा गर्नुहोस्। डाक्टरले दिनुभएको सल्लाह सुझावलाई आफ्नो आँखालाई तपाईहरुले धेरै नै तपाईहरुले सुरक्षा राख्नुपर्ने हुन्छ। यो अपरेसन तत्कालै छ। कतिपय गाउँमा अपरेसन गरेको भोलिपल्ट पर्सिपल्ट पाक्न थालेको छ। तपाईहरुको तपाईहरुले केयरलेस नगर्नुहोस् र उहाँहरूसँग आउनुभएको परिवारले पनि आँखा जस्तो कुरा हो। यो 10-15 दिन उहाँहरूलाई तपाईहरुले सेवा गरिदिनु हुनुपर्ने म अनुरोध गर्न चाहे र आमाहरूले सेवा लिएर आशीर्वाद दिनु होला। किन सेवा गर्न लाग्नु भएको, आत्मसन्तुष्टि लिन लानु भएको यो संस्था हो। यो संस्थाले धेरै सेवा आफ्नो खल्तीबाट झिकेर आफ्नो परिवारलाई फुजुल खर्च बचा हजुरहरू जस्तो